हिमाडलको इतिहासलाई हेर्नुपर्दा यसै भूमिमा जन्मेर यही हिमाडल गाविस भवनकै चौरबाट आफ्नो कलाकारिता सुरु गर्नुभएको बताउनुहुने उहाँ कलाकार हास्य कलाकार किरण केसीज्यू हिमाडलकै एउटा गरिमा नेपाली हिन्दू महिलाहरूको लागि महान चाड हरितालिका तीज र यसै अवसरमा हिमाडल युवा समाजद्वारा आयोजना गरेको तीज विशेष कार्यक्रममा अहिले आफ्नो कला प्रदर्शन गर्दै हुनुहुन्छ हिमाडलमै जन्मनुभएका कलाकार हास्य कलाकार फिल्म निर्देशक गायक जे भने पनि हुने उहाँ श्रद्धेय श्री किरण केसी। जालो जालो मात्रै कहाँ हो र दिबिटाको टालो त्यही टालोलाई आमा छोरी लन्छन् पालो पालो पातली बनी हेर्न गएको मान्छे रहेछ मोटी आफ्नो पहिला बासी मकै नाठो पहिला रोटी लौन अब के बोलौं लौन अब के बोलौं नागलीलाई कसरी बे गरौँ न अब के बोलौं लौन अब के बोलौं नागलीलाई कसरी बे गरौँ। पसले त पोखराको गाइने माथि माथि पहाडमा लागि गुराँस पाइने आजकलका केटीहरूलाई राता मकै चाहिने लौन अब गरम पानी पुगेन है पानी पुगेन पानी पुगेन नमस्कार हजुर
खोजेको कान्छीलाई आफैले खोजेको हिमाडलको इतिहासलाई हेर्नुपर्दा यसै भूमिमा जन्मेर यही हिमाडल गाविस भवनकै चौरबाट आफ्नो कलाकारिता सुरु गर्नुभएको बताउनुहुने उहाँ कलाकार हास्य कलाकार किरण केसीज्यू हिमाडलकै एउटा गरिमा